नमस्कार। आज म तपाईहरु जन्मेको दिन यानी कि तपाईहरुको मूलाङ्क अनुसारले तपाईहरुको नेचर कस्तो हुन्छ भन्ने बारेमा थोरै जानकारी दिन गइरहेको छु। तपाई यदि कुनै पनि महिनाको 1 गते, 10 गते, 19 गते या 28 गते जन्मिनु भएको छ भने तपाईको मूलाङ्क 1 हुन्छ र तपाईको रुलिङ प्लानेट चाहिँ सन हुन्छ। सन जस्तै तपाईहरु चाहिँ एकदम लिड गर्ने खालको हुन्छ। कुनै पनि कामलाई चाहिँ म गर्छु भन्ने आँट हुने खालको र अलिकति बढी इगो भएको र विल पावर एकदमै बढी भएको लिडरशिप क्वालिटी भएको व्यक्ति हुनुहुन्छ। त्यसैगरी यदि कुनै पनि व्यक्ति कुनै पनि महिनाको 2 गते, 11 गते, 20 गते र 29 गते जन्मिनु भएको छ भने चाहिँ त्यो व्यक्तिको चाहिँ मूलाङ्क चाहिँ 2 हुन्छ। यस्तो व्यक्ति चाहिँ अलिकति इमोसनल बढी भएको हुन्छ हैन। अलि उनीहरुको चाहिँ मुडले काम गर्ने खालको हुन्छ। उनीहरुले दिमागले भन्दा पनि उनीहरुको मुड कस्तो छ त्यही अनुसारले काम गर्ने खालको हुन्छ। अलि सेन्सिटिभ हुन्छ। इन्ट्युसन पावर उनीहरुको अलि बढी हुन्छ र एकदमै अरूलाई केयरिङ गर्ने खालको त्यस्तो खालको नेचर हुन्छ। त्यसैगरी यदि कुनै पनि व्यक्ति कुनै पनि महिनाको 3 गते, 12 गते, 21 गते या 30 गते जन्मेको छ भने त्यो व्यक्तिको मूलाङ्क चाहिँ 3 हुन्छ। यस्तो व्यक्ति चाहिँ अलिकति विस्डम गेन गर्ने खालको हैन, जे कुराको पनि जिज्ञासा लिने हैन, नलेज लिने खालको हुन्छ र उनीहरुले नलेज पनि बाड्ने खालको हुन्छ। जे कुराको पनि उनीहरुलाई चाहिँ अरूलाई सिकाउने खालको त्यस्तो नेचर हुन्छ र उनीहरुले सिकाएको कुरा पनि एकदमै राम्रो हुन्छ के। अरूलाई टिचिङ गरेको, काउन्सिलिङ दिएको चाहिँ एकदमै राम्रो हुन्छ र उनीहरु चाहिँ टिचिङ प्रोफेसनमा जस्तो जुन प्रोफेसनमा भए पनि टिचिङ काम गर्दाखेरि चाहिँ उनीहरुलाई राम्रो हुन्छ र उनीहरुले दिएको टिचिङ पनि अरूलाई पनि राम्रो हुन्छ। त्यसैगरी यदि कुनै पनि व्यक्ति कुनै पनि महिनाको 4 गते, 13 गते, 22 गते या 31 गते पनि जन्मेको छ भने त्यस्तो व्यक्तिको मूलाङ्क चाहिँ 4 हुन्छ र यस्तो व्यक्ति चाहिँ अलिकति इनोभेटिभ टाइपको हुन्छ। टेक्नोलोजीमा अलिकति ज्ञान लिन खोज्ने हैन, आउट अफ द बक्स गएर काम गर्ने, अलि डिसिप्लिनमा बस्ने खालको त्यस्तो खालको व्यक्ति हुन्छ र अहिले चाहिँ यस्तो व्यक्तिहरु चाहिँ यो सोशल मिडियामा पनि एकदमै राम्रो गर्छ। त्यसैगरी चाहिँ यदि कुनै पनि व्यक्ति कुनै पनि महिनाको 5 गते, 14 गते, 23 गते या 32 गते जन्मेको छ भने चाहिँ त्यो व्यक्तिको चाहिँ मूलाङ्क चाहिँ 5 हुन्छ र यस्तो व्यक्ति चाहिँ को बोली एकदमै राम्रो हुन्छ। कम्युनिकेसनमा स्किल एकदम राम्रो हुन्छ हैन। उनीहरुको सोच्ने पावर पनि राम्रो हुन्छ। उनीहरु चाहिँ एकदमै सेल्स र मार्केटिङमा राम्रो हुन्छ अनि बिजनेस माइन्डेड हुन्छ। मनीको बारेमा अलि सोच्ने खालको र बिजनेस गर्दाखेरि एकदमै राम्रो हुने खालको हुन्छ। त्यस्तो व्यक्ति चाहिँ आफ्नो बोलीले नै काम गर्ने खालको के त्यस्तो